हेलो गाइस, हामी चाहिँ धरानमा हो। काका कहाँ हो हामी? धरानमा। धरानको कुन ठाउँ? रेलवे। रेलवेमा छौँ हामी। प्रकाश काका हजुर। हामी कहाँ छौँ? धरान रेलवे 17। हामी अहिले तनातन हिँड्दै गरेको अवस्था छ। गाइस हाम्रो धरानमा पानी परिरहेको छ। तपाईँहरूको धरानमा के छ? ट्वाङ्ग ट्वाङ्ग। सो हामी चाहिँ यतिखेर भनेको वेलकम आवर लाइभ लाइभ भनेको छु ब्लग। गाइज भोलि चिप्लेको हो होइन, सर्टकट जाउँ कि केही छैन। छिटो। गाइज हामी चाहिँ सर्टकट बाटो हानेको होइन, अब सट्टसँगले होइन। यो चाहिँ रेलवे हो। हामी धरानमा छौँ। यतिखेर पानी परिरहेको अवस्था छ। यतिकै भिजिसक्यो भनेपछि त खत्रै पानी परिरहेछ भन्ने कुरा बुझ्नु पऱ्यो। किनभने हामी चाहिँ यतिखेर हिँडिरहेको छौँ कसको घरमा? भट्टराई। कुन भट्टराई? गणेश बहादुर भट्टराईज्यूकोमा गइरहेको छौँ हामीहरू यतिखेर। भने हामी प्रकाश काका हुनुहुन्छ हामीसँग। हजुरहरूले हामीलाई माया गर्नु होला, सपोर्ट गर्नु होला, सब्सक्राइब गरिदिनु होला, फलो गरिदिनु होला गाइज। अनि त्यहाँबाट चाहिँ एकचोटि हेलो गाइज लेखिदिनु होला। हामी तपाईँहरूलाई सपोर्ट गर्छौँ, तपाईँहरू हामीलाई सपोर्ट गर्नु होला। पानी परिरहेछ, भिजिरहेछ, तै पनि म भिडियो बनाइरहेको छु गाइज। त्यसैले गर्दा माया गर्न नभुल्नु होला। सो यति भन्दै आजको लागि शुभरात्रि, मिठो सपनीको कामना।